साथीहरु आजको यस भिडियोमा हामी लिमिटको एउटा फन्डामेन्टल आइडेन्टिटी अथवा यसलाई फर्मुला पनि भनिन्छ लिमिट थीटा टेन्ड्स टु 0 sin थीटा ओभर थीटा इक्वल टु 1 र यहाँनेरि थीटा एंगल चाहिँ रेडियनमा मेजर गरिन्छ। रेडियनमा छैन भने यो आइडेन्टिटी ट्रु हुँदैन। अब तपाईले के बुझ्नु पर्यो भने साथीहरु क्याल्कुलसमा हामीले एंगललाई जहिले पनि रेडियनमा मेजर गरिन्छ। रेडियनमा लिँदाखेरि चाहिँ हामीलाई धेरै फाइदा हुन्छ, यसको धेरै बेनिफिट छ। त्यसकारण यसलाई किन रेडियनमा लिनुपर्ने भन्ने कुरा म एकछिनमा बुझाउने कोसिस पनि गर्नेछु। त्यसकारण भिडियोलाई अन्तिमसम्म हेरेर यो प्रुफलाई बुझ्ने कोसिस गर्नु होला, किनभने यो आइडेन्टिटी हामीले लिमिटमा धेरै प्रब्लम सल्भ गर्छौं जहाँनेरि ट्रिगोनोमेट्रिक फंक्सनहरु छन्, त्यहाँनेरि हामीले प्राय जस्तो यो आइडेन्टिटी लगाउनु पर्ने हुन्छ, यो आइडेन्टिटी युज गर्नुपर्ने हुन्छ। त्यसकारण ध्यान दिएर भिडियोलाई हेर्नु होला। अब यसलाई म प्रुफ गर्नको लागि एउटा सर्कलको हेल्प लिनेछु साथीहरु, जसको सेन्टर O छ र यसको रेडियस R छ। अब ध्यान दिएर हेर्नु साथीहरु, मैले यहाँ यो सर्कलको सर्कमफेरेन्समा दुईटा पोइन्ट लिएको छु A B र A बाट मैले एउटा परपेन्डिकुलर ड्रप गरेको छु P मा र यो AB लाई मैले थोरै C भन्ने पोइन्टसम्म एक्सटेन्ड गरेको छु सच दैट यो C बाट मैले परपेन्डिकुलर ड्रप गरे भने B मा परोस्, यसरी ड्रप गरेको छु। र तपाईले यहाँनेरि ध्यान दिएर हेर्नु भयो भने यहाँनेरि तपाईले दुईटा राइट ट्रायंगल देख्न सक्नुहुन्छ, एउटा OAP र अर्को OCB र यहाँनेरि यहाँ तपाईले एउटा सेक्टर पनि देख्न सक्नुहुन्छ, OAB भन्ने एउटा सेक्टर छ। सेक्टर भन्नाले यस्तो टाइपको सेक्सनलाई हामी सेक्टर भन्छौं र यी तीनटा कुराको एरियालाई कन्सिडर गरेर आज हामी यसलाई प्रुफ गर्नेछौँ। फर्स्ट अफ अल म यी तीनटा कुरा, फर्स्ट अफ अल यो भित्रको राइट ट्रायंगल अनि बाहिरको राइट ट्रायंगल र बीचको यो सेक्टरको एरिया निकाल्ने छौं र यो एरियाको हेल्पबाट हामीले यसलाई प्रुफ गर्ने कोसिस गर्ने छौं। हेर्नु होला भिडियोलाई। फर्स्ट अफ अल साथीहरु, इन ट्रायंगल OAP मा हेर्नु भयो भने तपाईले यहाँनेरि हेर्न सक्नुहुन्छ साथीहरु OP र OB। साथीहरु तपाईले यहाँ हेर्न सक्नुहुन्छ, यदि एंगल एकदमै सानो छ भने मैले यहाँ देखाउन फिगरमा बुझाउनको लागि अलि ठुलो बनाएको छु, तर यहाँ एंगल टेन्ड्स टु 0 छ, एकदमै सानो थीटा एंगल अर्थात थीटा चाहिँ 0 तिर अप्रोच गरिरहेको छ भने चाहिँ हामीले एकदमै अहिले चाहिँ एकदमै सानो एंगल लिएर कन्सिडर गर्छौं। यहाँ बुझाउनको लागि अलि ठुलो बनाएको मैले, र एकदमै सानो एंगल छ भने यो पोइन्ट P र B कोइन्साइड गर्छ। एकदमै भेरी 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 स्मल, एकदमै नियरली क्लोज टु 0 एंगलको लागि पोइन्ट P र पोइन्ट B एउटै पोइन्टमा पर्छ अथवा कोइन्साइड गर्छ। त्यसकारण मैले यहाँ के लेख्न सक्छु भने साथीहरु OP नियरली इक्वल टु OB लेख्न सक्छु। र यहाँनिर तपाईले हेर्न सक्नुहुन्छ साथीहरु sin थीटा इक्वल टु sin थीटा हेर्नु भयो भने यो परपेन्डिकुलर बाइ हाइपोटेन्युस, परपेन्डिकुलर भनेको AP छ ओभर हाइपोटेन्युस भनेको यसको OA छ। OA भनेको हाम्रो सिम्पली रेडियस हो। त्यसकारण मैले AP इक्वल टु के लेख्न मिल्छ भने OA इन्टु sin थीटा, OA भनेको R हो, R sin थीटा लेख्न मिल्छ। अब साथीहरु तपाईलाई थाहा छ एरिया अफ ट्रायंगल OAP, कुनै पनि ट्रायंगलको एरिया भनेको हाफ टाइम्स बेस टाइम्स हाइट हो नि त। त्यसकारण मैले यसलाई हाफ, अब यसको लागि यो ट्रायंगलको लागि बेस भनेको साथीहरु हेर्न सक्नुहुन्छ OP इन्टु हाइट भनेको AP छ, AP। मैले भनिसके साथीहरु एकदमै सानो एंगलको लागि OP र OB बराबर हुन्छ, अर्थात यो OP भनेको OB सँग बराबर हुन्छ भने OP र OB इक्वल टु रेडियस हुन्छ। त्यसकारण मैले यसलाई हाफ इन्टु R इन्टु AP भनेको भर्खर यहाँ निकालेको छौं हामीले R sin थीटा, अर्थात हाफ R स्क्वायर sin थीटा। यो भनेको यो भित्रतिरको ट्रायंगलको राइट ट्रायंगलको एरिया आयो। OAP को एरिया भनेको हाफ R स्क्वायर sin थीटा आयो। त्यसले साथीहरु अब मैले यो सेक्टर OAB यस्तो टाइपको सेक्टरको यो OAB भन्ने छ सेक्टर, यो सेक्टरको एरिया निकाल्छु। त्यसको लागि हामीले युनिटरी मेथड युज गर्नेछौं साथीहरु। 2 पाई रेडियनको लागि यहाँनेरि रेडियन भन्ने किन आउँछ भन्ने, रेडियन नै किन मेजर गर्नुपर्छ, रेडियनमै किन मेजर गर्नुपर्छ भन्ने कुरा यहाँबाट थोरै बुझ्न सक्नुहुन्छ तपाईले। साथीहरु यदि 2 पाई कम्प्लिट, 2 पाई भनेको कम्प्लिट यो 360 डिग्री एंगलको लागि एरिया भनेको हाम्रो एरिया भनेको पाई R स्क्वायर हुन्छ हो, एक्ज्याक्टली हो। पुरा सर्कलको एरिया भनेको पाई R स्क्वायर हुन्छ, कम्प्लिट रोटेसन भयो भने पुरा एउटा सर्कल सप्टेन हुन्छ र त्यो सर्कलको एरिया भनेको पाई R स्क्वायर हुन्छ। अब यहाँनेरि एंगल थीटा सप्टेन भएको छ, त्यसकारण 1 रेडियनको लागि पाई R स्क्वायर ओभर 2 पाई हुन्छ र थीटा रेडियनको लागि अब साथीहरु यो पाई पाई क्यान्सल हुन्छ, R स्क्वायर बाइ 2 इन्टु थीटा हुन्छ। अर्थात हाम्रो एरिया भनेको साथीहरु यो एरिया अफ सेक्टर OAB भनेको चाहिँ R स्क्वायर बाइ 2 इन्टु थीटा हुँदो रहेछ।
रेडियन किन आयो, रेडियन किन रेडियनमा मेजर गरिन्छ भन्ने कुरा यसरी बुझ्न सक्नुहुन्छ। साथीहरू यदि हामीले यहाँ एङ्गललाई डिग्रीमा राखेको थियौँ भने यहाँ 180 इक्वल टु पाई आर स्क्वायर हुन्थ्यो र यहाँनिर एउटा पाई ओभर 180 भन्ने एउटा दाग धब्बा जस्तो आउँथ्यो, एउटा यो एरियामा एउटा धब्बा आउँथ्यो। त्यही भएर यो धब्बा एउटा नराम्रो एउटा टर्म आउँछ, नराम्रो टर्म आउँछ। यसलाई हटाउनको लागि हामीले एङ्गललाई रेडियनमा राख्यौँ र रेडियनमा राख्ने बित्तिकै यो टर्म अटोमेटिकली हट्छ र हाम्रो एरिया भनेको सिम्पली आर स्क्वायर बाई 2 इन्टु थीटा मात्रै हुने रहेछ। अर्थात् यो सेक्टरको एरिया, सेक्टर ओएबी को एरिया भनेको चाहिँ सिम्पली आर स्क्वायर थीटा ओभर 2 हुन्छ। अब त्यस्तै साथीहरू यो ट्रायंगल ओसीबी, राइट ट्रायंगल ओसीबी को एरिया पनि निकाल्न सक्छौँ हामीले। यसको लागि तपाईले हेर्न सक्नुहुन्छ साथीहरू, यहाँनिर ट्रायंगल ओसीबी लाई कन्सिडर गरे भने tan थीटा इक्वल टु tan थीटा भनेको हाइपोटेन्युस tan थीटा भनेको परपेन्डिकुलर बाई बेस हो। परपेन्डिकुलर हाम्रो बीसी छ, बीसी ओभर बेस भनेको ओबी छ, ओबी भनेको सिम्पली आर हो। यहाँबाट थाहा हुन्छ साथीहरू बीसी इक्वल टु आर tan थीटा हुन्छ। अब यसको एरिया अफ ट्रायंगल ओसीबी इक्वल टु हाफ टाइम्स बेस। यसको लागि बेस भनेको ओबी छ, ओबी भनेको आर हो, यहाँ आर लेख्न सकिन्छ। र यसको लागि हाइट भनेको भर्खरै यसको लागि हाइट भनेको भर्खरै निकालेको छौँ, आर tan थीटा, आर tan थीटा। अब अर्थात् यो भनेको हाफ आर स्क्वायर tan थीटा आयो। अर्थात् ट्रायंगल ओसीबी को एरिया भनेको सिम्पली आर स्क्वायर tan थीटा बाई 2 आउँदो रहेछ। अब साथीहरू तपाईले फिगरलाई क्लोजली हेर्नुभयो भने यो भित्रको ट्रायंगलको एरिया यो भन्दा अलिकति ठुलो भनेको सेक्टरको एरिया हुन्छ र सेक्टरको एरिया भन्दा अलिकति ठुलो भनेको यो बाहिरको राइट ट्रायंगलको एरिया हुन्छ। अर्थात् यसलाई मैले यसरी लेख्न सक्छु, एरिया अफ ट्रायंगल ओएपी इज लेस देन एरिया अफ सेक्टर ओएबी हुन्छ। र यो सेक्टर पनि लेस देन हुन्छ, के को लेस देन हुन्छ, एरिया अफ ट्रायंगल ओसीबी। अर्थात् ट्रायंगल ओएपी को एरिया हामीले निकालेको छौँ हाफ आर स्क्वायर साइन थीटा हुन्छ। अर्थात् यसलाई मैले हाफ आर स्क्वायर साइन थीटा, यो चाहिँ लेस देन हुँदो रहेछ यो सेक्टरको एरिया कति रहेछ, आर स्क्वायर थीटा बाई 2। यो पनि लेस देन हुन्छ यो बाहिरको ठुलो राइट एंगलको एरिया। यो बाहिरको ठुलो राइट एंगलको एरिया भनेको सिम्पली आर स्क्वायर tan थीटा ओभर 2 हुन्छ। अब साथीहरू तपाईले यो एउटा इनइक्वालिटी आयो, यो इनइक्वालिटीबाट यो सेम टर्मलाई क्यान्सल गर्न सक्नुहुन्छ। आर स्क्वायर बाई 2 सबैमा सेम हुन्छ। यो गर्नुभयो भने sin थीटा इज लेस देन थीटा अनि लेस देन tan थीटा हुन्छ। अब साथीहरू तपाईले यो इनइक्वालिटीमा तपाईले sin थीटाले डिभाइड गर्नु, सबैमा sin थीटाले डिभाइड गर्नु भने यो इनइक्वालिटीमा कुनै पनि चेन्ज आउँदैन। अर्थात् यहाँनिर 1 हुन्छ, लेस देन थीटा ओभर sin थीटा हुन्छ इज लेस देन tan भनेको साथीहरू यहाँनिर हेर्न सक्नुहुन्छ, tan थीटा भनेको sin थीटा ओभर cos थीटा हो। यसलाई पनि sin थीटाले डिभाइड गरेको छ भनेपछि sin थीटा क्यान्सल हुन्छ, यहाँनिर 1 ओभर cos थीटा मात्रै बाँकी रहन्छ। अब साथीहरू तपाईले एउटा कुरा के बुझ्नुस् भने जस्तै यहाँनिर 1 इज लेस देन 2 इज लेस देन 3 छ। अब यसको मैले रेसिप्रोकल गरेँ भने 1 ओभर 1 1 ओभर 2 1 ओभर 3 गरेँ भने अब सबैभन्दा सानो यता पछाडिको हुन्छ, जुन सबैभन्दा ठुलो थियो रेसिप्रोकल गरेपछि सबैभन्दा सानो हुन्छ। अर्थात् यो साइन इनइक्वालिटी साइन रिभर्स भयो। यो कुरालाई कन्सिडर गर्नु होला साथीहरू। यहाँनिर रेसिप्रोकल गर्दाखेरि के हुँदो रहेछ, यो इनइक्वालिटीको साइन रिभर्स हुँदो रहेछ। अर्थात् तपाईले यहाँनिर 1 अब मैले रेसिप्रोकल गरेँ भने 1 इज ग्रेटर देन, अथवा यसरी लेख्न सक्नुहुन्छ साथीहरू, यो cos सबैभन्दा सानो आउँछ, रेसिप्रोकल गर्दाखेरि cos थीटा अगाडि आउँछ, इज ग्रेटर देन sin थीटा ओभर थीटा हुन्छ र यतापट्टि 1 आउँछ। साथीहरू यतिसम्म तपाईले बुझ्नुभयो होला भन्ने लाग्छ मलाई। अब साथीहरू टेकिङ लिमिट थीटा टेन्स टु 0। अब साथीहरू यो इनइक्वालिटीमा हामीले थीटालाई चाहिँ 0 मा अप्रोच गरेर लिमिट लियौँ भने हेर्न सक्नुहुन्छ साथीहरू, लिमिट थीटा टेन्स टु 0 cos थीटा इज लेस देन लिमिट थीटा टेन्स टु 0 sin थीटा ओभर थीटा
लेस देन लिमिट थीटा टेन्ड्स टु 0 यतापट्टि 1 मात्रै छ। यहाँनिर तपाईँले थीटाको ठाउँमा 0 राख्नु भने cos 0 भनेको 1 हुन्छ, अर्थात् यो पुरैको लिमिट भनेको सिम्पली 1 हुँदो रहेछ। यो चाहिँ लेस देन छ लिमिट थीटा टेन्ड्स टु 0 sin थीटा ओभर थीटा, अनि साथीहरू यो यहाँ कन्स्ट्यान्ट छ, कन्स्ट्यान्टमा लिमिट लगाइदिनु सिम्पली 1 हुन्छ। अब यहाँनिर हेर्न सक्नुहुन्छ एउटा अलिकति अनौठो खालको एउटा इनइक्वालिटी आयो। एउटा कुनै क्वान्टिटी छ त्यो चाहिँ 1 भन्दा ठुलो छ अरे र 1 भन्दा सानो छ अरे, यस्तो पनि हुन्छ कि हो। यस्तै टाइपको अनौठो खालको आइडेन्टिटी अथवा इनइक्वालिटीलाई डिल गर्नको लागि हामीले यहाँ स्क्विज थ्योरम युज गर्छौँ। स्क्विज यसलाई हामी स्यान्डविच थ्योरम पनि भन्छौँ। स्यान्डविच थ्योरम पनि भन्छ। यो थ्योरमले सिम्पली के भन्छ भने यदि कुनै पनि एउटा फङ्सन छ र त्यसको लोअर बाउन्ड अथवा त्योभन्दा सानो फङ्सन र त्योभन्दा ठुलो फङ्सनको बिचमा एउटा कुनै फङ्सन छ र अप्पर फङ्सन, यो अप्पर फङ्सन भन्छ यसलाई लोअर फङ्सन अथवा यो मुनिको त्योभन्दा सानो फङ्सन छ। यदि दुईटै भ्यालु चाहिँ 1 हुन खोज्छ भने बिचको भ्यालु अफकोर्स 1 हुनैपर्छ, कुनै चारा छैन, 1 हुनैपर्छ भन्छ। अर्थात् यसलाई बुझ्नको लागि तपाईँले एउटा घरको सिलिङ र फ्लोर इमेजिन गर्नु साथीहरू, र यो यहाँनिरको बिचको स्पेस भनेको बिचको पोइन्ट भयो। सपोज यो पोइन्ट चाहिँ यो यति हाइट चाहिँ 1 छ अरे, यदि सिलिङ झरेर यो पोइन्टमा आउँछ र सिलिङको हाइट पनि 1 हुन्छ र यो फ्लोर पनि यो पोइन्टमा जान्छ भने दुईटैको हाइट अब 1 हुन्छ भनेपछि यो बिचमा पर्ने स्पेस पनि ठ्याक्कै 1 भन्ने हाइटको पोइन्ट नै हुन्छ नि त। यसलाई यसरी बुझ्न सक्नुहुन्छ। अर्थात् यहाँबाट तपाईँले के बुझ्न सक्नुहुन्छ भने लिमिट थीटा टेन्ड्स टु 0 sin थीटा ओभर थीटा भनेको 1 हुँदो रहेछ। हेन्स प्रुभड। यहाँनिर तपाईँले सिम्पली यो स्क्विज थ्योरम नलगाए पनि भन्न सक्नुहुन्छ, तर यो स्क्विज थ्योरम भन्ने चाहिँ टेक्स्ट बुकमा देख्न सक्नुहुन्छ तपाईँले। त्यही भएर यसलाई अलिकति बुझाउने कोसिस गरेको मैले। स्क्विज थ्योरमले सिम्पली के भन्छ भने अप्पर बाउन्ड र लोअर बाउन्ड चाहिँ एउटा कुनै पनि भ्यालुमा अप्रोच गर्छ भने त्यो बिचमा पर्ने भ्यालु पनि अफकोर्स बिचमा खादिएको चेप्टिएको बिचमा दुईवटा फङ्सन छ, दुईवटा फङ्सनले एउटा फङ्सनले च्यापेको छ भने दुईवटा फङ्सनको भ्यालु एउटा भ्यालुतिर जान्छ भने त्यो बिचको भ्यालु पनि अफकोर्स त्यही भ्यालुतिर अप्रोच गर्नुपर्ने हुन्छ। अर्थात् यो फङ्सन 1 तिर अप्रोच गर्छ, यो फङ्सन 1 तिर अप्रोच गर्छ भने बिचमा चेप्टिएको फङ्सन पनि यो स्क्विजको अर्थ पनि चेप्टिनु हो र चेप्टिएको फङ्सन पनि अफकोर्स 1 मा अप्रोच गर्छ। द्याट इज यो आइडेन्टिटी हामीले प्रुभ गर्यौँ। साथीहरू यसलाई सर्टकट तरिकाले पनि प्रुभ गर्न सकिन्छ। यहाँनिर छ लिमिट थीटा टेन्ड्स टु 0 sin थीटा ओभर थीटा छ। अब तपाईँले एउटा कुरा के ध्यान दिनुपर्ने हुन्छ भने यदि थीटा रेडियनमा छ र स्मल छ, एकदमै स्मल छ भने लगभग 10 डिग्री भन्दा सानो छ भने 10 डिग्री मैले डिग्रीमा 10 डिग्री भन्दा सानो छ भने sin थीटा नियरली इक्वल टु थीटा हुन्छ। एकदमै अझ सानो भ्यालुको लागि यहाँ थीटा टेन्ड्स टु 0 छ, अफकोर्स इक्वल टु sin थीटा। अनि एउटा कुरा के पनि छ भने साथीहरू यहाँ tan थीटा पनि नियरली इक्वल टु 0 हुन्छ। यो तपाईँले फिजिक्समा पनि काम लाग्छ साथीहरू, तपाईँले क्यालकुलेटरमा हालेर पनि हेर्न सक्नुहुन्छ। तर ध्यान दिनु होला यहाँ थीटा चाहिँ रेडियनमा हुनुपर्छ। थीटा रेडियनमा भयो भने चाहिँ एउटा ब्युटिफुल रिलेसन देख्न सक्नुहुन्छ। sin थीटा चाहिँ नियरली इक्वल टु थीटा हुन्छ फर अलमोस्ट लगभग लेस देन 10 डिग्री भन्दा सानो एङ्गलको लागि चाहिँ sin थीटा र थीटा अलमोस्ट इक्वल हुन्छ। यहाँ चाहिँ अब थीटा टेन्ड्स टु 0 भनेपछि इक्वल हुने नै भइगयो। त्यसकारण लिमिट थीटा टेन्ड्स टु 0 sin थीटा चाहिँ थीटा बराबर हुने रहेछ, थीटा ओभर थीटा क्यान्सल भएर 1 हुन्छ र 1 मा लिमिट लाग्दैन कन्स्ट्यान्ट, त्यसरी पनि प्रुभ गर्न सक्नुहुन्छ। र अर्को प्रुभ गर्ने मेथड भनेको साथीहरू थीटाको भ्यालु 0 राख्नु भने sin 0 भनेको 0 हुन्छ, 0 ओभर 0। यसलाई हामी इन्डिटर्मिनेट फर्म पनि भन्छौँ र इन्डिटर्मिनेट फर्म छ भने यसलाई एल हस्पिटल भन्छ, एल हस्पिटल पनि भन्छन्, एल हस्पिटल पनि भन्छन्। यसलाई हामीले अप्लाइङ एल हस्पिटल रुल अप्लाई गऱ्यौँ भने साथीहरू यसले के भन्छ भने यदि कुनै पनि लिमिट 0/0 अथवा इन्फिनिटी इन्डिटर्मिनेट फर्ममा छ भने त्यसलाई हामी तलमाथि नै डेरिभेटिभ गर्छौँ विथ रेस्पेक्ट टु यहाँ थीटाको रेस्पेक्टमा डेरिभेटिभ गऱ्यौँ भने डेरिभेटिभ पढाएको छैन, त्यही पनि तपाईँले डेरिभेटिभको हल्का कन्सेप्ट बुझ्नुहुन्छ भने थीटा sin थीटाको डेरिभेटिभ cos थीटा हुन्छ ओभर थीटाको डेरिभेटिभ 1 हुन्छ र cos 0 भनेको सिम्पली 1 हुन्छ। यसरी पनि प्रुभ गर्न सक्नुहुन्छ। अब साथीहरू तपाईँले कहिलेकाहीँ tan थीटा ओभर थीटा पनि देखिरहनुहुन्छ। अब यसको भ्यालु चाहिँ कति हुन्छ भनेर निकाल्नको लागि साथीहरू फर्स्ट अफ अल तपाईँले लिमिट थीटा टेन्ड्स टु 0 tan थीटा सुरुमा sin थीटा ओभर cos थीटा इन्टु टाइम्स थीटा लेख्नुहोस्। र साथीहरू यो आइडेन्टिटी भर्खरै प्रुभ गऱ्यौँ हामीले लिमिट थीटा टेन्ड्स टु 0 अर्थात् यसलाई फर्स्ट अफ अल हामी लिमिटलाई बाँडिदिउँ थीटा टेन्ड्स टु 0
साइन थीटा ओभर थीटा छ टाइम्स 1 ओभर लिमिट थीटा टेन्स टु 0 कस थीटा छ। अब यो भनेको भर्खरै हामीले प्रुभ गर्यौँ 1 हुँदो रहेछ र यहाँनिर थीटा गएर 0 राख्यो भने कस 0 भनेको 1 हुन्छ, यो पनि 1 हुँदो रहेछ, अर्थात् यो पनि 1 हुँदो रहेछ। यो पनि तपाईले बुझ्नुभयो होला। अब हामीले के कन्क्लुजन निकाल्न सकिन्छ भने लिमिट थीटा टेन्स टु 0 साइन थीटा ओभर थीटा इक्वल टु लिमिट थीटा टेन्स टु 0 टेन थीटा ओभर थीटा इक्वल टु लिमिट थीटा टेन्स टु 0 कस थीटा इक्वल टु 1 हुँदो रहेछ। एकदमै युजफुल आइडेन्टिटी छ साथीहरू, यसलाई राम्रोसँग याद गर्नु होला। तपाईले फर्दर प्रब्लमहरु सल्भ गर्नको लागि अथवा डेरिभेटिभमा पनि फर्स्ट प्रिन्सिपल लगाएर डेरिभेटिभ निकाल्दा पनि यो कन्सेप्ट एकदमै युजफुल छ, त्यसकारण मैले यसमा भिडियो बनाएको हो। भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला र यस्तै प्रकारका भिडियोहरू हेर्नको लागि मलाई फलो गर्नु होला, मेरो युट्युब च्यानललाई सब्स्क्राइब गर्नु होला र सल्लाह सुझाव के तपाईलाई लागेको सल्लाह सुझाव छ भने प्रोभाइड गर्नु होला, यो बनाउने छु। अब नेक्स्ट भिडियो भनेको मेरो डेरिभेटिभमा हुन्छ, डिफरेन्सिएसनमा हुन्छ। डिफरेन्सिएसनले के दिन्छ अथवा डिफरेन्सिएसनको मिनिङ के हो, किन हामीलाई डिफरेन्सिएसनको आवश्यकता पर्यो, यसको बारेमा म डिटेल भिडियो बनाउने छु। भिडियो हेर्दै गर्नु होला र मलाई फलो सब्स्क्राइब गर्नु होला, लाइक शेयर पनि गर्न नबिर्सनु होला।